हजुर, हामी पाहुनालाई अतिथिलाई एकदम भगवानको रूपमा लिनेछौँ। यहाँ मञ्चमा आसीन हुनुभएका सबै हाम्रा अतिथि भगवानको रूपमा हुनुहुन्छ र यस हलमा उपस्थित हुनुभएका हामीले निम्तो गरेर हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुभएका सबैजना यहाँहरू हाम्रा अतिथि नै हुनुहुन्छ। त्यसैले हामीले अब अतिथिलाई सम्मान गर्ने कार्यमा रुद्राक्षको माला लगाई सम्मान गरिदिनु हुन म यसै टोल सुधार समितिको सदस्य श्री कल्पना अर्याल तथा गीता अर्यालज्यूलाई म हार्दिक अनुरोध गर्दछु, कृपया हामीलाई साथ दिनुहोला र अतिथिलाई रुद्राक्षको माला लगाइदिएर सम्मान गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। म एउटा सानो मुक्तक सुनाउँछु यहाँ एकैछिन फुर्सद भएको बेलामा। मान्छे भेटिन्छन् कहानी बनेर, मनमा बस्छन् निशानी बनेर, जसलाई म आँखामा सजाउन चाहन्छु, फेरि उनी किन निस्किन्छन् पानी बनेर। यो मैले असाध्यै राम्रो लागेर मैले लेखेको मुक्तक हो। कस्तो लाग्यो थाहा छैन। हजुर, प्रमुख सभा अध्यक्षज्यूलाई धन्यवाद। र हाम्रो अब यस टोल सुधार समितिको आज हामीले वार्षिक उत्सव मनाउन पाउँदा हामी ज्यादै हर्षित भएका छौँ, किनकि हातेमालो गरेर नै हामी आज यहाँसम्म आइपुगेका छौँ र यहाँको साथ सहयोगले हामी यहाँसम्म आइपुगेको र हाम्रो प्रमुख अतिथिज्यूलाई साह्रै हतार भएको जस्तो देखियो र अब हाम्रो आजको वार्षिक साधारण सभालाई पानसमा बत्ती बालेर समुद्घाटन गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। कृपया उहाँलाई साथ दिन सभा अध्यक्षज्यूलाई म अनुरोध गर्दछु र सबैजना उभिएर ताली बेजोडसँग ताली बजाएर उहाँलाई स्वागत गरिदिनु हार्दिक अनुरोध गर्दछु। धन्यवाद 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 छ। उहाँको मायाले हामी फल्न फुल्न पाएका छौँ र यसै गरी निरन्तरता उहाँको माया पाइरहेको हामीले। र अब हामी कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ र अब हामी कार्यक्रमको प्रथम चरणमा जननी जन्मभूमिश्च स्वर्गगति गरिएसी, यो देश रहे हामी रहने हो, देश रहेन भने हामी रहन सक्दैनौँ, सकिँदैन। र त्यसैले हाम्रो राष्ट्रको राष्ट्रिय गानलाई हामीले प्राथमिकतामा दिएर राष्ट्रिय गानको धुन बजाइदिनु हुन हाम्रा प्राविधिक मित्रलाई अनुरोध गर्दछु। अब प्राविधिक मित्रको हामी आफै हाम्रो राष्ट्रिय गान हो, हामी आफै भन्न सक्छौँ र